होटलहरू छ बन्द छ किन मान्छेहरू छैन सो होइन अब राँची पुग्न लाग्यो हामी चाहिँ थोरै छ अरे राँची पुग्नु चाहिँ यो खन्चुवाले के खान लागेको छ अघिदेखि साथीहरू आज फोक्सुन्डोको डे 2 बाटोमा अलिकति कतै कतै नास्ता पानी नपाइन सक्छ त्यही भएर आफूले चाहिँ अलिकति ट्रक ल्याएर के खानेकुराहरू ब्यागमा बोकेर आउनु होला जस्तै फर इक्जाम्पलको लागि हामीले माछा बोकेर खाइरहेको छौँ किनकि कुनै अचानक भोलायो चाहिँ भ्याज चाहिँ खाता अलिकति शरीरमा इनर्जीहरू पैदा हुन्छ ल है साथीहरू त्यो चाहिँ नबिर्सिनु दुईटा खोला आउँछ हामी चाहिँ यता खोला साइड जाने हो यता यो कुन होटल हो गरे अनि लो यो कुन होटल हो यो होटलको नाम हजुर के कोइन यहाँबाट चाहिँ फोक्सुन्डो जाने र अनि पुगमा जाने चाहिँ बाटो फाट्छ के यो होटलको नाम हैन हो यो माथिबाट गएर पुल तरेर पारी गयो भने पुगमा बेले जान्छ यता मुनितिरबाट खोलै खोल गयो भने फोक्सुन्डोतिर जाने हो के हो यस्तो यार हच्चर झाकेर ल्याउँछन् यस्तो बाटो तिरिमेरी झ्याइ छ त यार फोक्सुन्डो जाने चाहिँ पारिबाट नि छ हामी चाहिँ आज वारिबाट आएको झरना यताबाट अझ राम्रो देखिन्छ अरे के हैन हो कि नै हो यस्तो छ गाइजहरू यहाँबाट खस्यो भने गयो मामा घर भात खान हेर्दै विशाल बाटो यस्तोमा खच्चर ल्याउँछन् यार टाइटमा साला डेन्जर के डेन्जर गाइजहरू भयो यतै हिँड्न नि डर लाग्ने छ त होइन होइन क्या फर्किँदा चाहिँ त्यहाँबाट आउने हो यो पछाडि एउटा गाउँ छ होइन कुन गाउँ नाउँ चाहिँ थाहा भएन बिना नाउँको गाउँमा जाँदैछौँ फर्स्ट टाइम डाँडामाथि जाउँ फ्रेक्सन लाग्छ
ल कहाँ से आते हैं ऐसे लोग उताबाट जान्छौँ होला हाम्रो चाहिँ उहाँ आन्टी के अरे अनि बहिनी भेट भयो अब धेरै समयपछि हाम्रो यहाँ आफन्तहरू उहाँहरू चाहिँ रिखे है यहाँ सोध्दै जाँदाखेरि अनि हाम्रो आफन्त भन्नुभयो उहाँ हाम्रो अगुको नाम के भन्नुभयो अरे लाप्का छिरिङ अगुको नाम अनि आनीको याङजुम है अनि बहिनीको नाम पेमा गुरुङ है हामी चाहिँ अब फोक्सुन्डोतिर लाग्यौँ यहाँ चाहिँ रिखे भिलेज यहाँ चाहिँ हाम्रो आफन्तहरूसँग भेट देखाउनु न आज चाहिँ लास्टै खुसी लाग्यो होइन आफ्नो पहिलाको हाम्रा बाजेहरूको चिने चानेको मान्छेहरू भेट्नु भयो त्यही नै ठुलो कुरा हो हामी चाहिँ बहुत ह्याप्पी छौँ त्यसैले सम्मान स्वरूप खाता पनि लगाइदिनु भयो यो नै हो सबभन्दा भिडियो आउँदै गर्दा साथीहरू हेर्दै जानु होला ओके हाम्रो चाहिँ आफन्तहरू हुनुहुन्छ यता त्यही हो जो समयले होइन अब यात्रा गर्दाखेरि यस्तै के अरे नयाँ नयाँ क्षणहरू नयाँ नयाँ पलहरू क्रिएट हुन्छ क्या हामी अब यहाँ बाटो बिराएर यतापट्टिबाट आएको होइन फोक्सुन्डो पारिबाट जाने हो वास्तवमा हामी चाहिँ यताबाट आएका थियौँ सो अब यता ठ्याक्क रिखे भिलेज पर्दो रहेछ त्यहाँ चाहिँ हाम्रो आफन्तहरू के पुरानो हाम्रो बाउ बाजेहरूको आफन्तहरू चाहिँ त्यो ठ्याक्क उहाँहरूसँग चिनजान गर्दै जाँदा अनि आफन्त पर्नु हुँदो रहेछ भेट भयो अब कुराकानी भयो यताउता होइन त्यही हो एकदम खुसी लाग्यो गाइजहरू हामी चाहिँ हेर्न सक्नुहुन्छ झरना गाइजहरू हाइट कति ठुलो हो हामी फोक्सुन्डो हिँड्ने मान्छ अहिले हामी बिच जङ्गलमा छौँ झरनाको ठ्याक्क जस पारिपट्टिबाट हो हामी हिँडेको भीमसेन गुफा हेर्ने लक्ष्य थियो विशेष गरी अब त्यो पनि पुरा हुने भयो आफन्तसँग भेटघाट पनि भयो सबभन्दा खुसी लाग्यो पल भने त्यही थियो खाता लागेको अनौठो लाग्यो होला यो चाहिँ हामीलाई चाहिँ आफन्तले सम्मान स्वरूप आफन्तहरू झन् हुनुहुँदो रहेछ लगाउनु भयो त्यो चिन्जान पनि कसरी भयो भने चाहिँ कन्सेन्ट हामी स्याउ किन जाँदाखेरि ट्याक्क त्यहाँ बोलचाल गर्दाखेरि स्याउ निकाल्दा स्याउ बोलचाल गर्दाखेरि ट्याक्क लगाएर अनि त्यसपछि अनि यस्तो यस्तो भने चिन्जान भइसक्यो त्यसपछि हामीलाई सम्मान गरिदिनु भएको हो जाओस् आज खुसी लाग्यो आफ्नो बाजेको मान्छे बाजेको आफन्तजनहरू भन्नु नै आफ्नो आफन्तजनहरू भेट्दा चाहिँ एकदम एक्साइटेड एकदम उत्साहित भयौँ फोक्सुन्डो आएको एउटा यो पनि एउटा प्रगति भयो मेन पोइन्ट अझै आफन्तहरू रिङमातिर भेटिन सक्छन् हामी चाहिँ अब यसरी सुलीघाट झरना दर्शन गर्छौँ क्या यो बाटो सायद प्रयास केटाहरू हिँड्दैन क्या फर्स्ट पर्सन हो सायद लैरा हात त मुखेर झरनातिर हात गर न हाततिरका शपथ लेता हूँ मैं जी बड़ा
त्यो गर्ने होइन क्या त्यो हिर गाइजहरू त्यो के हो त हाम्रो पोखसुन्डो झरना होइन अथवा सुलीघाट झरना पनि भन्छ पोखसुन्डो झरना हो। अब हामी चाहिँ अब पारीको बाटो छोडेर वारीबाट आएका छौँ। धेरै ह्याप्पी छौँ यताबाट आउनु पाउँदाखेरि। अब भीमसेन गुफा यतै पर्छ क्या, भीमसेन गुफा पनि हेरिन्छ। यति जस्तो रहेछ नि पनि हेर है। त्यहाँ अगाडि त्यो पाको बनाएर के गर्छ नि कि है। मस्त जम गऱ्यो हल्का भन्दा नि। आएर त्यस्तो गुफा भयो भन्ने कुरा छ। अनि प्लस पोइन्ट चाहिँ यो फोक्सुन्दोमा आएर मैले स्याउ खान पाउँदिनँ जस्तो लागिरहेको थियो। स्याउ खान पाइयो, त्यो नै ठुलो कुरा छ। फोक्सुन्दोको स्याउ यस्तो मिठो हुँदो रहेछ हजुर। तपाईँहरू आएर पनि टेस्ट गर्न सक्नुहुन्छ। स्याउ चाहिँ त्यो एक ठाउँ मात्र पाइदो रहेछ, अन्त कहीँ पनि पाइँदैन भन्नुहुन्थ्यो उहाँहरूले। यति राम्रो हुँदैन क्या। यहाँबाट तल खस्यो भने गाइज सिल्टिमुट फ्ल्याट हुने हो क्या। बिस्तारै है बिस्तारै जाउला सुधो झ्याप्प माथि टेक्न अर्को। त्यसरी अप्ठ्यारो छ माटोले। गाइजहरू म चाहिँ अब यहाँ अलि अप्ठ्यारो छ, यी देख्न सक्नुहुन्छ माथि। यहाँ चाहिँ यो खोलाले गर्दा बिग्रिया रहेछ कि यो बाटो, अलि डेन्जरै छ भन्नुपर्छ होइन। यहाँबाट तल गइयो भने सिल्टिमुट खाइन्छ। अलि समस्या होला भनेर हो, तर त म दौड्थेँ फेरि। भाँचिँदा भाँचिँदैन होला नि। बाँच्यो नि त्यस्तो इफेक्ट चाहिँ पर्दैन, बाँचिहाल्नुहुन्छ। आउनु छिटो होला नगर यहाँबाट रह्यो भने त रह्यो टुप्प कहाँ छ त माटो। त्यो त डरलाग्दो खाएको माछालाई। तर यो माटो छ नि, यो माटो एकदम स्ट्रङ हुँदो रहेछ क्या, हिउँले खाएको माटो होइन। यो त ढुङ्गामा नि स्ट्रङ हुँदो रहेछ कि यो। ल आइदेऊ यहाँ चाहिँ म त्यसै डराउँछु नि। खत्रै छ है, वान मिस द गेम फिनिस। ल तान्त केटा हाइट कम गरेको मान्छेलाई चाहिँ गाह्रो रहेछ, घुँडा टेक्नु पर्ने। अलि हाइट कमलाई चाहिँ गाह्रै छ, खुट्टै पुग्ने नै नि। राइट ट्याक्कै झर्ना पनि देखिँदो रहेछ यार। ल सम्पूर्णलाई नमस्कार, म चाहिँ जीविस बुढा। अब सानोतिनो भ्लग भिडियो एक्सप्लोरवाला भिडियोहरू अपलोड गर्छु मैले पनि। अब चाहिँ म चाहिँ यहाँ के भन्न चाहन्छु भने, अब धेरै मान्छेहरू फोक्सुन्डो घुम्न आउनुहुन्छ, तर कतिपयलाई यो कुरा थाहा छैन कि माथि देखिराख्नु भएको गुफा चाहिँ जुन पहल जस्तो देखिन्छ यो गुफा हो, भीमसेन गुफा हो। यो गुफाको नाम पारीबाट पनि देखिन्छ होइन। हामी चाहिँ यता पारीपट्टिको त्यो झरनादेखि पारीपट्टिको बाटो आएको, जुन चाहिँ हाम्रो बोर्डिङबाट चाहिँ फाट्छ होइन। एउटा पारी झरनाको बाटो अनि एउटा झरनादेखि पारीपट्टिको बाटो फोक्सुन्डो, अनि दुईवटा बाटो छ। बोर्डिङ स्टार्ट भइसकेपछि हामी चाहिँ रिखे हुँदै आएको वारीबाट होइन। यताबाट आउँदाखेरि चाहिँ यो भीमसेन गुफा देखिन्छ। पहिला चाहिँ भीमसेनले चाहिँ यो फोक्सुन्डो ताललाई चाहिँ फुटाल्छु भनेर चाहिँ बाण हान्दाखेरि, तीर हान्दाखेरि चाहिँ यो पहल भएको हो भन्ने भनाइ छ होइन। यसरी देख्न सक्नुहुन्छ।
यो ढाड पनि झर्दो रहेछ भगानी यस्तो यो पल भयो होइन कतिपयले के पनि भन्छन् भने चाहिँ अझै बोल्दैछु कतिपयले अझ के किंवदन्ती छ होइन अब भनाइहरू हुन् सत्य तथ्य मलाई पनि अझै थाहा छैन गुफा देखा छ साथीहरू यो जुन तपाईँले देखिराख्नु भएको छ नि यो माथिको तपाईँले पाल जस्तो लाग्छ होला तर यो चाहिँ गुफा हो होल यो चाहिँ गुफा हो अनि यो गुफाको नाम चाहिँ भीमसिम गुफा हो के भन्छन् भने चाहिँ यतातिरको मान्छेहरूलाई मैले सोधेको अथवा हाम्रो पहिला बाजेहरूले भन्नुहुन्थ्यो कि यो गुफा कसरी बन्यो भनेर यो जुन यो फुट्नु ताल छ नि त्यसलाई फोड्छु भनेर भीमसिमले यो धनुको बाण छान्दाखेरि त्यहाँ लागेर त्यो गुफा भएको भन्ने कुरा छ के कुरा त्यो मलाई पनि थाहा छैन तपाईँहरू केही जान्न चाहनुहुन्छ भने यतातिर फोक्सुमतिर आउँदाखेरि त्यहाँ मान्छेहरूलाई सोध्न सक्नुहुन्छ के हो कि यसको बारेमा केही छ भनेर भन्छ तपाईँहरूलाई लाग्छ अनि यसकै नजिकै चाहिँ अपोजिट साइडमा चाहिँ झरना पनि छ यो नयाँ बाटो हो तपाईँहरू आउनु होला यो बाटोमा यति गुफा हेर्न चाहनुहुन्छ भनेपछि गुफालाई नजिकबाट तपाईँहरूले भिजुलाइज गर्न सक्नुहुन्छ त्यसको लागि आउनु होला भन्न चाहन्छु ठिक लाग्छ भने आउनु होला ठिक लाग्दैन नआउनु होला ओ माई गड फोक्सुन्डोमा यहाँ फेरि टावर पनि दिन्छ फोक्सुन्डोमा बुवाको कल आयो हेर्नुहोस् यस्तो के यो बाटोमा फेरि टावर पनि दिँदो रहेछ के ल कल ल साथीहरू फोक्सुन्डो यहाँ भीमसिम गुफा नजिक पुगेको छु क्या हामी यो भीमसेन गुफाबाट अघि बढ्दैछौँ अब यहाँबाट फोक्सुन्डो हामीलाई अब थोरै हो 5-10 मिनट त नभनौँ यहाँबाट हामी 1 घन्टामा चाहिँ मजाले तालमै पुगिन्छ त्यही हो धेरै यो गुफाको बारेमा अहिले धेरै बोलेँ हो अब मैले पनि यति बोलेँ तपाईँहरूलाई लाग्छ यहाँ फेरि यो गुफामा पानी रसाउँदो रहेछ नि साथीहरू भित्रपट्टि पानी रसा जस्तो के तर पानी त बग्दैन तर रसा जस्तो लस्नुभयो हिँड्यो स्वर्ग जानको लागि कहाँ आउनुपर्छ हामी यस्तो डुल्वामा जन्म लिएको हुनुपर्छ नत्र भने काम छैन हजुर देख्नुभयो नि स्वर्ग पारी रिक्म गाउँ ओ माई गॉड त्यहाँ न कता रहेछ न तपाईँ गाउँको नाम के अरे रिक्मा भिलेज अब भनेको के केही एक्टिङ गर न ढल्क्याउ तालबाट आउने पानी होला तालबाट पानी आउँछ यही पानी हो
हामी ढिलो हिँडेर पुगेर आयो ढिलो चाँडो कुरा हो तर इन्टरटेनमेन्ट कहिले कति लाग्यो भन्ने कुरा हुन्छ नि त अनि मैले तपाईँलाई कस्तो लागिरहेको छ दाजु फोक्सनु देखेर नेसमा आउँदाखेरि यात्रा सुरुमा आउँदा चाहिँ किन आएछ यस्तो ठाउँ भन्ने जस्तो फिल भएको थियो तालमा पुगिसकेपछि त दुःख सबै बिर्स्यो रमाइलो भयो रमाइलो अझै भ्यू 3 सम्म जानु पायो अझै नेक्स्ट टाइम